के भुन्टी र भूपेन्द्रको बिछोड हुन लेखेकै हो त? भूपेन्द्रले किन भुन्टीलाई यति धेरै घृणा र अपमान गरिरहेको छ? भुन्टीलाई किन जबरजस्ती गरिरहेको छ? एक अबोध भुन्टी कतिजनालाई खुसी पार्न सकोस्? यो सिरियल अब यस्तो मोडमा आएको छ कि भिरको चेन्डो नहुँदो उँभो भने जस्तो स्थितिमा पुगेको छ। सम्पूर्ण दर्शकहरूको माग भनेको यदि भूपेन्द्रले त्यस्तो व्यवहार गर्छ भने भुन्टी आफ्नै घरमा गएर आफ्नै बाबुआमासँग गएर बस्नुपर्ने भन्ने सबैको सल्लाह रहेको छ। यो कुरा सामाजिक सञ्जालमा यति धेरै आलोचित बन्दै गएको छ। यो कुरामा भूपेन्द्रले पनि अलिकति ख्याल पुर्याउनु पर्ने हुन्छ। आफ्नो घर परिवारलाई पहिलो प्राथमिकतामा राखेर भुन्टीलाई गर्ने व्यवहार जुन रहेको छ त्यो एकदमै निन्दनीय छ भनेर सम्पूर्ण दर्शकहरूले भनिरहेका छन्। भूमिका भीम, भूपेन्द्र र भूपेन्द्रका दाजु मिलेर भुन्टीलाई जुन प्रकारको हेपा प्रवृत्ति गरिरहेको छन् त्यो कति पनि निन्दनीय छैन। भुन्टी भने आफ्ना श्रीमानको सारा करतुतहरू लुकाएर आफ्ना श्रीमानलाई सम्पूर्ण दोष र गल्तीहरूबाट मुक्त गराएर आफू नै शिर निहुर्याएर जुन एकजना बटुवालाई भूपेन्द्रले घाइते बनाएका थिए उसको उपचारका निम्ति खटिरहेकी छिन्। भुन्टी घरमा दुःख कष्ट केही नभनी पकाइ बनाइ तुल्याइ गरेर चाहिँ हस्पिटलमा लगेर आफ्नो आमा र उक्त बटुवालाई गर्ने व्यवहारमा अलिकति पनि तलमाथि छैन भुन्टीको। साँच्चीकै भुन्टी एकदमै महान छिन् आदरणीय दर्शकबिन। यो उनको महानताको उच्च कदर गर्नुपर्ने हुन्छ। भुन्टी सिरियलको यो भाग अबको कस्तो हुन्छ भन्ने विषयवस्तु हामीलाई कस्तो हुन्छ भन्ने कुराको जानकारी तपाईँहरूलाई दिन गइरहेका छौँ। साँच्चीकै के भूपेन्द्र अब जेल जालान् त? भुन्टीलाई गर्ने व्यवहार अनि बटुवालाई गर्ने जुन व्यवहार छ उसको पारिवारिक कुरालाई लिएर भूपेन्द्र जुन रिस र घमण्डका साथ अघि बढिरहेको छ यसले कति पनि राम्रो गर्दैन भन्ने सङ्केत त देखि नै सकेको छ। तथापि बटुवाकी श्रीमतीले जुन व्यवहार गर्दै आएकी थिइन्, भूपेन्द्रको परिवारबाट धेरै पैसा उसुलेर उनलाई अलिक तनाव दिने खालका कुराहरू अब उनले नगर्ने प्रण गर्दछिन्। भुन्टीको कुरा सुनेर उनी धेरै प्रभावित हुन्छन्। साँच्चीकै श्रीमती भनेको त यस्तो पो हुनुपर्दछ। श्रीमानलाई कति धेरै माया गरेकी, कति धेरै चासो लिएकी। तर यो कुरा देखिसके पछाडि भीम र भूमिकाले भने भूपेन्द्रलाई गलत कुरा सुनाएर भुन्टीले उक्त घाइते भएकी बटुवाको श्रीमतीसँग चाहिँ कुनै चाल रच्दैछ कि भनेर फोन गर्दछन्। उक्त फोन गरेको कुरा भूपेन्द्रले उसका दाजुलाई पनि सुनाउँछ। उनीहरू गाडीमा हुन्छन्। त्यसै गरी भुन्टी सिरियलको रमाइलो पलको कुरा गर्नु पर्दाखेरि अब भने भुन्टीका पति सागरको पनि इन्ट्री भएको छ। सागरको रूपमा सागर नै र भुन्टीको रूपमा सुकुमाया भन्ने पात्र आएका छन्। उनीहरू अब सागरले भुन्टीलाई अर्थात् सुकुमायालाई मोडल बनाउने भन्ने डाइरेक्टरसँग भेट गराउनका लागि उनीहरू गाउँ पसेका छन्। अबको भुन्टी सिरियल एकदमै रोचक र एकदमै कहाली लाग्दो हुन्छ भन्ने अपेक्षा गरिएको छ। अब भूपेन्द्र र भुन्टीको मिलन हुन्छ कि बिछोड हुन्छ भन्ने कुराले एकदमै दर्शकहरूलाई यस हप्ताको एपिसोडमा अब भुन्टीले भूपेन्द्रको घर छोडेर आफ्नो माइत गएर बस्छु भनेर रन्थन हिँडेर गएकी हुन्छन्। उनी अब घर नआउने गरी हिँडेकी हुन्छन्। भूपेन्द्र भने एकदमै फसादमा परेको हुन्छ। आवेशमा आएर गरेको निर्णयलाई लिएर उसले एकदमै आफूलाई गिल्टी फिल गरिरहेको हुन्छ। अब भने भूपेन्द्रको घर पनि लिलामी हुने कुरा आउँछ। उक्त बटुवालाई गर्नका लागि गरेको सहयोग र पैसाको हिसाब किताब नमिल्दाखेरि आफ्नै दाजुलाई 6 लाख रुपियाँ दिनुहोस् न भनेर माग्दाखेरिको अवस्था देख्दा एकदमै दयनीय अवस्था आएको देखिन्छ। अब भने भूपेन्द्रलाई 7.5 का दशाले घेरेको, छुत्तोछुल्लै घेरेको देख्न सकिन्छ। भूपेन्द्रको घर अब लिलामी हुने अवस्था छ आदरणीय दर्शकबिन। नकचरो भीम र राक्षसनी जस्ती भूमिकाले गर्दाखेरि अब भूपेन्द्र एकदमै फसादमा परेको छ। उसलाई के गर्ने कसो गर्ने भनेर आफ्नी फुल जस्ती श्रीमती भुन्टीलाई तह लगाउन खोज्दाखेरिको परिणाम अब भूपेन्द्रले कस्तो बेहोर्नु पर्ला भन्ने प्रश्न चिन्हले यो एपिसोडलाई गिज्याइरहेको छ। आदरणीय दर्शकबिन, भूपेन्द्र जेल जान्छ कि भुन्टीसँगको मिलन हुन्छ भन्ने कुरा विशेष रहेको छ। उता गाउँमा भूपेन्द्रकी आमा रिसले चुर भएर बाबुसँग चाहिँ झगडा गरेर मर्नु न बाँच्नुको अवस्था आइरहेको छ। यो दृश्यले एकदमै भूपेन्द्रका दाजुलाई गिज्याइरहेको छ, जिस्क्याइरहेको छ। भूपेन्द्रका दाजु भने आमालाई नै अर्थात् बुवालाई नै तपाईँ चुपो लागेर बस्नु भन्नेको अवस्था छ। दर्शकबिन, तपाईँहरूलाई के लाग्छ? भूपेन्द्र र भुन्टी मिल्लान् त कि मिल्दैनन् कि पुलिसले लान्छ? कमेन्ट गर्नुहोला।